त छैन आज एकदम हामी साइलेन्स मोडमा हिँडिरह आँखा जति सबै बाटो ब्याकग्राउन्डमा बोल्यो हुन्छ कि पछि ब्याकग्राउन्डमा बोल्न आउँदैन कि बुढामा त्यस्तो बोल्न आयो त हामी चाहिँ रुन्दा जानु लाग्यो बाटो यस्तो डर लाग्ने रहेछ कि हामीलाई यहाँ बाटोमा आँखा गाडेर हिँडिरहेको छौँ ठ्याक्कै नेपालको सरङकोटको उकालोको बाटो जस्तो छ घुम्ती नै घुम्ती जानु लाग्यो बाटो पोखराबाट स्याङ्जा जानु लाग्यो स्याङ्जा हुँदै पालो हुँदै बुटोल निस्किने स्याङ्जादेखि बुटोल जाने बाटो जस्तो रहेछ ठ्याक्कै जङ्गलहरू नि त्यो झाडीहरू नि त्यस्तै छ सेम त्यस्तै छ ल हेर्नु बाटो चाहिँ यस्तो छ त्यो माथि साइक्लिस्टहरू ले यहाँ ऱ्याक हानिरहेको भएको छ बाटो बाटोमा यहीँ घुम्दै अर्को घुम्दै आयो ठाउँ चाहिँ जे होस् नेपाल छ नेपालको जस्तै लाग्यो यसलाई के भन्छ अरे सल्लाहको डाँडा चाहिँ आज चाहिँ कस्तो राम्रो दिन गरिरहेको छ बाहिर होइन हामी हिँड्दैछौँ घुम्तीमा अझै पुगेको छैनौँ कतै बारी डाँडामा हिउँ भरिदेखि थियो तर देखाउनै पाइएन जतिखेर हामीले हेर्छौँ अनि अब यसो देखाऊँ भन्ने बेलामा चाहिँ ठ्याक्कै फेरि गइहाल्छ फेरि जबसम्म क्यामेरा निकालेर खोल्दासम्म चाहिँ सबै सिन गइसक्छ हाम्रो मन भर्छ मन भन्नुसम्म तपाईँहरू मन देखाम के भन्ने बेलामा सकिन्छ होइन हामीले देखाउने कि बुढो हामीले यो देखेको थियो भनेर के थाहा भोलि पर्सि हामी बुढेसकाल लाग्दाखेरि अब हामीलाई बिर्सिने रोग लागेर हामीले यो देखेको थियो भनेर हाम्रो मेमोरीमा नहुन नि सक्छ नि त अनि त्यही भएर हामी चाहिँ भोलि पर्सि अनि बुढेसकालमा दुईजना बुढाबुढी सोफामा बसेर हाम्रो टिभीमा यो लगाएर कति वर्षसम्म सोफामा बसेर यही भिडियोहरू हेरेर बस्ने हो कि हामी जवानीमा यस्तो गरेको थियो भनेर किनभने बुढेसकालमा हामीले गर्ने काम केही हुँदैन नि त आफ्नो मेमोरीहरू हेर्ने रिपिट गर्ने बस्ने त हो हेर है भाइ तिमी तलतिर नहेर हेर्छिन् कि तल कहाँ हेर्छिन् तल त्यसरी गरेको त गोब्रो कसले भन्छ मेरोबाट कति राम्रोसँगलाई मैले हेर्छु भनेर यहाँ स्वर कता हिँड्नु रहेछ के अब चाहिँ हाम्रो ब्रेक टाइम मेरो बुढाले कफन लेचे खाइरहेको छ अनि माग्दालेन अनि मेरो त्यही मान्छ नि एउटा मात्रै हामी चाहिँ हेर न कुन ठाउँमा आइपुग्यो तेरो घर चाहिँ यस्तो रहेछ सबै यो हाम्रो उपर मुस्ताङ ट्रेन्ड्सको सबै घरहरू चाहिँ ढुङ्गाको मुनि होइन तिमीलाई चाहिँ भन्छ नै तपाईँ किन नगेर जाडो एकदमै छ हामी हिँडिरहेको छौँ म चाहिँ ज्याकेट साथमा हिँडेको थियो नलागिकन जाडो हुँदैन भन्ने सोचेर तर यहाँ चाहिँ खतरा जाडो भइरहेको छ हामीलाई त्यहाँ पनि कालो आएको कि मैले कालो देखेको कच्चा कालो चस्मा कालो लगाएर जाडो त्यसै जाडो यो चाहिँ यहाँको चर्च छ एउटा हामी चाहिँ भित्र जान खोजिरहेको छौँ नाम चाहिँ के छ यसको सेन्टिल देलास बोदेगा सेन्टिल देलास बोदेगाको आउनु बुढा
चाहिँ सेन्टर हो कस्तो राम्रो हेर्नु न स्टारहरू सायद क्रिसमसको लागि होला रेडी भएको मेरो भाग्य कति राम्रो कि गाडी पनि यति अगाडि हेरेर हामी चाहिँ खास यो ठाउँ हेर्न आएको हो यहाँ चाहिँ यताबाट जाउँ भनेर दिएको छ बाटो है हिँड्दै जाउँ कस्तो छ ठाउँ चाहिँ एकदम राम्रो छ जे होस् मलाई चाहिँ मन पर्यो मलाई चाहिँ साइकल उपर गुस्ताङ नगए पनि उपर खुट्टामा चाहिँ चप्पल छ ल फेरि यो ठाउँमा चप्पल लगाउने मै मात्र होला अरू सबले जुत्ता लगाएर आएको छ स्थानीय बासिन्दाले यहाँ चाहिँ फोटो सेसन चलिरहेको छ मान्छेहरूको टन्नै लाग्यो मलाई चाहिँ हो यहाँ जस्तो लाग्यो क्या पुरा यहाँ हो र कस्तो गल्ली एकदम स्ट्रेच गल्ली छ यहाँबाट चाहिँ होइन माथि चाहिँ यस्तो छ तल चाहिँ गल्ली रहेछ स्पिकर बन्द गरेर यसलाई चाहिँ फास्ट फुड किन हुँदो रहेछ यो कस्तो मजा हामी चाहिँ थाकेर हैरान भइसक्यो जुन हामीले मेन बाटो मेन ठाउँ हामी जान खोजेको हो त्यो चाहिँ हामीले भेटेको छैन हामीले दुईजना मान्छेहरूलाई पनि सोध्यो एकजनाले चाहिँ खै यहाँको टुरिस्टहरू रहेछ तर उनीहरूले नि त्यो ठाउँ भेटेको छैन अरे तर अर्को चाहिँ यहाँको लोकल मान्छेलाई सोधेको खै सिधै अगाडि छ भनेर भन्दै थियो ल अब हेरौँ अगाडि भेट्छु कि भेट्दैन मेन हामीले चाहिँ हेर्न आएको त्यही ठाउँ हो होइन अब त्यही भेटेन भने त यति टाढा आएको के काम भएर अब हेर्दै जाउँ भेट्छु कि भेट्दैन है घरहरू चाहिँ कस्तो राम्रो तरिकाले बनाएको छ होइन हेर्नु न यहाँ सबै माथि पहाडको मुनिपट्टि घरहरू छ यो घरहरूलाई त सायद छाना पनि चाहिँदैन होला भन्ने हाम्रो धारणा छ यहाँ बिल्लो पनि रहेछ म्याउ दुईवटा रहेछ हौ गातो फुसफुस गरेको त हेर्दो रहेछ हेर त सबै कस्तो राम्रो छ मेरो बुढा चाहिँ गीत गाइरहेको छ अब हेर ठाउँ कस्तो राम्रो छ ल यता हेर फाइनली हामीले खोजेको डेस्टिनेसन चाहिँ हामी आइपुग्यो मेन माथिको चर्चबाट चाहिँ त्यस्तै 15-20 मिनटको वकिङ डिस्टेन्समा चाहिँ थियो तर ओह्रालो थियो बाटोहरू चाहिँ जे होस् अब अरूलाई सोध्दै हुन्छ कि यो इन्टरनेटमा खोजेर हुन्छ हामीले चाहिँ जे होस् बल्ल बल्ल ठाउँ चाहिँ भेट्यो त्यहाँ चाहिँ अनि एउटा सुभिनियर सप पनि थियो सुभिनियर सपमा चाहिँ फोटोहरू अनि त्यही त हो म्याग्नेटहरू सिल्ड होइन त्यो बच्चाहरूको लागि होला सायद खेलाउनको लागि के फेमस भएर होला त्यहाँ चाहिँ त्यो चाहिँ एकदम प्रायः अरू सुभिनियर सपहरूमा पनि देखेको थियो हामीले अहिले नै त्यहाँको के फेमस भएर होला तिनीहरूले त्यहाँ बेच्न राखेको अनि त्यो ढुङ्गाको मुनि चाहिँ के कस्तो कति धेरै बारहरू यति प्याक के अनि यो चाहिँ इन्टरनेटमा सबभन्दा भाइरल ठाउँ हो सेन्टिल दे लास बोदिगाको यदि इन्टरनेटमा सर्च गर्नुभयो भने फर्स्टमा आउने भनेको यही ढुङ्गा हो किनभने यो चाहिँ दुईवटा घरको माथिपट्टि छ होइन होइन अरू माथि ढुङ्गाको मुनिपट्टि घर बनाएको होला सायद तर जे होस् यो ठाउँ चाहिँ एकदम राम्रो होइन हामी 1 घन्टा 1.5 घन्टा लगाएर गए पनि एकदम वर्थ इट टाइपको चाहिँ लाग्यो मलाई चाहिँ होइन फाइनली हामीले खोजेको ठाउँ भेटिसकेपछि चाहिँ हामी चाहिँ अब छिटोभन्दा छिटो फर्किनु पर्ने थियो किनभने हामी चाहिँ 1 राउन्ड रोन्दा पनि घुम्ने भनेर हाम्रो प्लान थियो नि त अनि आजकल चाहिँ
जाडो भएर चाहिँ छिटो रात पर्ने भएकोले चाहिँ हामी चाहिँ त्यहाँबाट फर्क्यौँ।